यत्रो जेन्जी आन्दोलन भएको छ यत्रो भएको छ हैन मेयरले आफ्नो इज्जत राख्नु पर्यो नि है नगरपालिका पुरै फोहोर भइरहेको छ दिदी त्यही कुरा आवाज उठाइदिनु पर्यो अलिकति मेयरको नाम के हो नगरपालिका राजु सिंह कोठारी ल है ल हाम्रो राजेश सिंहजी अब भएन नि अब नाम राज भएर अब राज गर्नु पर्यो नि हजुरले हैन राज गर्ने नीति के हैन तपाईको यो राज गर्ने अवस्था त त्यो विकासले राज गर्नु पर्यो यहाँ हैन शिक्षाले राज गर्नु पर्यो हैन अनि बाटोले फोहोर व्यवस्थापन छैन अब यस्तो कुरा त फोहोर व्यवस्थापन चाहिँ नम्बर 1 है हाम्रो मेयरज्यू है त्यस्तो गर्दा हामीले फोहोर मेला लगाउन लागिरहेको छौँ अनि फोहोर सङ्कलन गर्ने जो बढी फोहोर लिएर आउँछ त्यसलाई अनि 20,000 पुरस्कार दिने भनेर चाहिँ त्यो गर्न लागिरहेको छौँ अनि गाउँपालिका यो नगरपालिका के गर्छ त्यो फोहोर फालिका फोहोरको डस्टबिन हो त्यो भइरहेको छ नि त्यो नगरपालिकाले गरिदिनु पर्यो हामीलाई भन्ने चाहिँ त्यही भएर रोकिरहेको छौँ यत्रो जेन्जी आन्दोलन भएको छ यत्रो भएको छ हैन मेयरले आफ्नो इज्जत राख्नु पर्यो नि है काम गर्नु पर्यो अर्कोपल्ट आउँदा फोहोर जलाएको हुनु भएन सहर सफा हुनु पर्यो है त भाइ ल फेरि पनि आउनु है